अब कम्प्युटरले रेकर्ड बन्द गर्नु पर्यो। अब बन्द गर्नु रेकर्ड है त, है बन्द गर्नु रेकर्ड। जिल्ला रु 1 लाख। कञ्चनपुर जिल्ला रु 1 लाख। अछाम जिल्ला रु 35,000। डडेलधुरा जिल्ला रु 20,000। डोटी जिल्ला रु 25,000। दार्चुला जिल्ला रु 20,000। बझाङ जिल्ला रु 30,000। बाजुरा जिल्ला रु 20,000। बैतडी जिल्ला रु 25,000। यसमा टिप्पणी पछि गर्नु होला है त। जिल्लाको कोटाबाट प्राप्त हुने रकम मञ्च व्यवस्थापन, जुलुस व्यवस्थापन, झण्डा, ब्यानर र सचिवालय खर्च जस्ता काममा प्रयोग गरिनेछ। 8 संघीय सांसद र प्रदेश सभाका सांसद रु 15,000 मात्रै। सांसद नरहेका केन्द्रीय कमिटिका सदस्यहरू रु एकदमै कम छ, 5,000 मात्रै। सांसद नरहेका केन्द्रीय निकायका सदस्यहरू धेरै कम छ, रु 3,000। प्रदेश कमिटिका सदस्यहरू रु 500। सल्लाहकारहरू, प्रदेश कमिटिका सल्लाहकारहरू रु 300। नगर प्रमुखहरू रु 12,000। उपप्रमुख रु 8,000। गाउँपालिकाका अध्यक्ष रु 8,000। उपाध्यक्ष रु 4,000। वडाध्यक्ष रु 2,000 तथा ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी सदस्यहरूको स्वेच्छा अनुसार, किनभने उहाँहरूलाई हामी यसै सम्मान गर्छौँ। तर म त 1 लाख हाल्छु भने चाहिँ नहाल भन्नु त भएन, त्यसैले 9 राजनीतिक नियुक्तिमा जो हाम्रो विभिन्न घटकहरूबाट राजनीतिक नियुक्तिमा जानुभएको छ, राजनीतिक नियुक्तिमा रहनुभएका व्यक्तिहरू मासिक पारिश्रमिकको 10% हुन आउने रकम। 1 लाख पारिश्रमिक रहेछ भने 10,000, यो त कम भयो नि होइन। तर अब कमै गरौँ भन्नुभयो साथीहरूले। ल 10 पार्टी निकटमा सहयोगी सङ्घ संस्थाबाट स्वैच्छिक, अब उहाँहरूलाई हामीले तोक्नु मिल्दैन, तर स्वैच्छिक रूपमा त्यो तपाईँहरूले आफ्नो क्षेत्रमा सूची बनाएर गर्ने। उक्त रकम अब हामी ब्याङ्कको खाता गएर सल्लाह गर्दैछौँ, उक्त रकम सोझै यति खाता नम्बरमा पठाउने, त्यो पछि तपाईँहरूलाई उपलब्ध गरिनेछ। प्रदेश, जिल्ला र नगरपालिका कमिटिका नेतृत्वदायी कमिटीहरूले मक्सिर 12 गतेको पार्टी एकता सन्देश सभाको सफलताको लागि चन्दा, आर्थिक सहयोग गर्न चाहने